नमस्कार साथीहरू, नेपाल अनलाइन सोलुसनमा यहाँहरूलाई स्वागत छ। आज यो निकै नै छोटो भिडियोमा फन्ड सेटलमेन्ट कोल्याट्रलबाट नै कसरी गर्न सकिन्छ भन्ने बारे देखाउँदै छु। हामीले शेयर किनेपछि दुई तरिकाले पेमेन्ट गर्न सक्छौं, कोल्याट्रलबाटै सेटलमेन्ट गरेर अथवा ब्रोकरको एकाउन्टमा फन्ड ट्रान्सफर गरेर। यदि तपाईले TMS मा कोल्याट्रल लोड गर्नुभएको छ भने सेटलमेन्टको लागि फन्ड सेटलमेन्टमा जानुहोस्। यहाँ तपाईले तिर्नुपर्ने रकम देखाइएको हुन्छ। बाई इन्फर्मेसनमा जानुहोस्। तल तिर्नुपर्ने विवरण दिएको हुन्छ। चेक बक्समा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि मेक सेटलमेन्ट बटन देखिन्छ। मेक सेटलमेन्ट बटनमा क्लिक गर्नुहोस्। प्रोसिड विथ पेमेन्टमा जानुहोस्। अब कोल्याट्रल पेमेन्टमा सिलेक्ट गर्नुहोस् र माथि तपाईले तिर्नुपर्ने रकम जति देखाइएको छ त्यो टाइप गर्नुहोस्। यहाँ माथिको टेक्स्ट कपी पेस्ट भने हुँदैन, तपाई आफैले टाइप गर्नुपर्ने हुन्छ र मेक पेमेन्टमा थिच्नुहोस्। कन्फर्म गरिदिनु होला। तपाईको पेमेन्ट सम्पन्न हुनेछ।